सबजना हेलो यो हाम्रो बिमला माइजू सावित्री माइजू हामी उकालो उक्लिँदैछौँ सिडी सिडी हेलो 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 हाई काय हाई काय हाई काय हेलो हेलो हाई हेलो हामी जाँदैछौँ हो र हेलो हेलो खोइ कसैले समाइदिनु होला त्यहाँबाट पनि हामी आउँदैछौँ के गरेको छैनन् प्रश्न भाउजू कति राम्रो देखाछ राम्रो देखाछ यो हाम्रो बिमला माइजू हाम्रो गौरी माइजू पनि हुनुहुन्छ सबजना अगाडि बढ्दैछन् सबैजना कुटुङटुङ लाएर भगवानले शक्ति दिउन् परमेश्वर भगवान हिँड्नलाई दिइहाल्छन् नि नदिने भने त कुरै भएन नि हेलो म त भिडियो बनाउने मान्छे र सबभन्दा लाटो चाहिँ भइरहेछु आयो कुटुङटुङ अगाडि कुदे त यिनको घुँडा दुखिरहेको अरे गाह्रो छ यिनलाई यहाँ गाह्रो भइसक्यो यहाँ पुरै गर्दैछन् आमा पनि हिँड्दैछन् यहाँ पनि हिँड्दैछन् गाह्रो भएर बिचरा गाह्रो है कहाँदेखि हामीलाई हजुर हामी लेलेमा लेलेदेखिबाट टिकाएर लेले टिकाहरूदेखिबाट हजुर यहाँबाट छोटो हुने रहेछ त होइन ए लाउ न कति राम्रो देखाएको छ प्रश्न भाउजूको ढाड चाहिँ दामी देखाएको छ क्या ढाड चाहिँ हो कि यिनका स्वेटर नै हो कि पछाडि पनि दिएको हिँड्न सकेन अरे गाह्रो भयो यिनका के गर्छ सुनौ हामी गफ सुन्न आएको क्या भित्रभित्र कता माइजू कसको फोन छ मेरो मोबाइलमा ए मेरो यसमा ब्यागमा रातो झोलामा भएको कसको हो यो यहाँ चेन खोलेर गर्नु त झिक्नु त ल्याउनु म बोक्छु तपाईँलाई खाएर हुन्छ कि यताबाट गरे हो कि त्यस्तो ब्याग बोकेर फेरि झिकेर मोबाइल बोकेर हिँड्यो बिन्दा माइजू अब यी बिन्दा माइजू यी बिमला माइजू यी गौरी माइजू भन्नु न भएर क्या मिले के भनेर हामी माथि उक्लिँदैछौँ सावित्री माइजूलाई गाह्रो भइसक्यो कृपया यहाँ यता त झन् गाह्रो गाह्रो नै भइसक्यो जस्तो छ ल सबजना देखाएको अब यस्तो जे भन्दै नि भइगयो नि भने हिँड्दाखेरि गाह्रो भयो भन्दाखेरि कति टाढाबाट आएको भन्ठान्छन् हेलो सावित्री माइजू मलाई नातिनी लिएर जान्थेँ यस्तो म आफै फ्याँके
तिमी मझाउमा बैठा बिस्तार जाने के हतार छ र हामीलाई होइन छोरीलाई भन्नु नि त भैरवसँग थुन्नी गरेर